हेलो गाइस है नमस्ते एन्ड गुड मर्निङ सबैलाई है र आज चाहिँ हामी स्विमिङ गर्न जाँदैछौँ है र है गाउँकै दाजुभाइहरूसँग है कदम दाजुहरूसँग भाइहरूसँग र दिन पनि मजाको भइरहेको छ है गरम हेभी छ है गरम चल्न थाल्यो एन्ड आज चाहिँ यसो है स्विमिङ गर्नुतिर लाग्दैछौँ हामी चाहिँ अब अनि हेर्दै गर्नु तपाईहरुले र गाइस है अहिले चाहिँ हामी जाँदैछौँ है अनि तपाईहरुले देख्न सक्नुहुन्छ है अहिले स्कुटी चाहिँ मेरो भाइ नामगिल भाइले कुदाउँदैछ है एन्ड एउटा स्कुटीमा आज चाहिँ 3 जना छौँ हाम्रो नामगिल भाइको पनि बाइक थियो अहिले बाइक चाहिँ उसको दाजुले लगेर गएको छ कि अन्त त्यसले गर्दाखेरि आज हामी 3 जना स्कुटीमा जाँदैछौँ तपाईहरुले देख्न सक्नुहुन्छ है रोड पनि राम्रै छ यतिको है पहिलाको भन्दा राम्रै छ है मजाको छ समा था वो तब की बात है ये मुझे हेलो गाइस है अब हाम्रो स्कुटी चाहिँ यहीँसम्म मात्रै जान्छ है अनि यहाँदेखि चाहिँ पैदल हिँडेर जानुपर्ने हुन्छ है तपाईहरुले देख्न सक्नुहुन्छ अगाडि चाहिँ हाम्रो नामगिल भाइ छ पछाडि मेरो आज्ञा छ भाइला तिमीलाई हैन पौडी खेल्न मजाले आउँछ आउन त है पहिला के हामी सिलगढीमा खेल्थ्यौँ त्यो चाहिँ क्या सिलगढीमा क्या हो आज हामीलाई फलाक पानी खुवाउनु पर्ने छ फलाक पानी त्यसै भनेको मैले आउँछ नि आज दिन पनि एकदमै गरम छ है भाइला बिस्तारै हिँड न अभी गर्मी का मौसम है स्विमिङ पुल जानु हुँदैन भाइला बिमार हुँदो रहेछ मेरो आँखा पाकेर काबु भएको ओइ दोजी मजाको रहेछ दोजी क्या दामी रहेछ ओइ दामी रहेछ यही एक स्विमिंग पूल ये है नेचुरल स्विमिंग पूल बहुत गहरा है वहाँ पे बहुत गहरा है आप लोग देख सकते हो गाइस क्या नज़ारा है और आज दिन भी एकदम बढ़िया है मौसम भी एकदम खुला है बहुत गर्मी भी है ओए पहिला माथि को जाने ल मजा आउँछ केटा मजा गर्नुपर्छ आज यसो रमाइलो है काम मात्रै कति गर्नु है कोही बेला इन्जोय पनि गर्नुपर्छ गाइस खतरा ड्राइभर मान्छे डुब्न आँट्यो हेलो गाइस है चाहिँ मजाको छ पनि दामी छ गहिरो हेर्ने गहिरो छ मजाको छ है तपाईँहरूले देख्न सक्नुहुन्छ है ओ जान्छ ल हेर्नुहोस् है I'm not so experienced है अन्डर वाटर खेल्न ओ म यहाँ नाच्छु ल अन्डर वाटर खेल्छ म यहाँ नाच्छु त रे ल पानी खाइस् कोही बेसी हान्नु
केटाहरू चाहिँ पौडी खेल्दैछ है गाइस। दह पनि एकदमै मजाको रहेछ, हेभी गहिरो छ, मजाको रहेछ, दामी लामो। तपाईँहरू पनि आउनु सक्नुहुन्छ है गाइस है। यो चाहिँ तपाईँको कागे रोड जुन चाहिँ मुक्ति पुल छ तर है खोला, त्यहाँदेखि जस्ट अलिकति माथि छ है। हेर्नुहोस् है, तपाईँ आउनु सक्नुहुन्छ। यहाँ चाहिँ हुनुहुन्छ मेरो नामिल भाइला, आइज न केटा हो, आइज न हो। दामी है जग्गा चाहिँ। लामो त लामो रहेछ है जग्गा चाहिँ। तर भाइला लु, भाइला कमान भाइला। लो आयो मुनि लु, मुनि आयो लु, आयो। दामी छ, दामी। आइज न। जाडो कहाँ छ, टन घाम लागिरहेको छ। तो गाइस अभी हम लोगों का स्विमिंग भी ख़त्म हो चुका है और बहुत ठंड लगा। करीबन मतलब कति खेले होला हामी है? डेढ़ घंटा खेले है। मज़ा आयो एंड बहुत ठंड लगा, अभी जाड़ों में लागे भयो है। और एक बंदा यहाँ सो रहा है, आप लोग देख सकते हो। इसको मतलब जल्दी ठंड लगता है, अभी सो रहा है, गर्मी का मज़ा ले रहा है, धूप का मज़ा ले रहा है ये बंदा। और एक बंदा इधर है, कुछ खा रहा है, आप लोग देख सकते हो। इधर देखो क्या खा रहा है तो। और एक बंदा इधर सो रहा है। अरे यार क्यों शर्मा रहे हो यार तू? हाँ क्यों शर्मा रहे हो? अरे यार तुम्हारा चेहरा तो दिखाओ, चेहरा कितना है ना भाई, चेहरा तो दिखाओ, चेहरा। क्या कर रहा है यार, तो सो रहा है यार। और हेभी मजा आयो है, मान्दैन मिठाई। एन्ड अहिले चाहिँ हाम्रो तपाईहरु देख्न सक्नुहुन्छ मिठाई है, मिठाई छ, मिठाईहरु निकै खाइसक्यौं। एन्ड रिमेनिङ यति छ हाम्रो है। तो साथीहरु है, हाम्रो आजको दिन पनि अब खत्तम भयो है, स्विमिङ पनि गर्यो। अङ्गेल भाइ कस्तो भयो आजको एक्सपिरियन्स? कस्तो भयो? मजा आयो है, हेभी रमाइलो गर्यो, खतरै भयो भनौँ न है। दिन पनि मजाको थियो। रातो टोपीलाई पनि देखाइदिनुस्। खै रातो टोपी चाहिँ आउनु मान्दैन हौ क्यामेरातिर। एन्ड वी आर हेडिङ टुवर्ड्स हाम्रो डेस्टिनेसनमा, घरतर्फ लाग्दैछौँ है। अनि तपाईहरुलाई मन पर्यो भने चाहिँ है, भिडियो मन पर्यो भने चाहिँ है, डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब है गाइस।